हेलो गाइज वेलकम टु माई न्यू ब्लग थोड़े मसुरा चुटे थोड़े हेर्न सक्नुहुन्छ मेरो बाबु बिहान बिहान कसरी सुतिरहेको छ भनेर यो चाहिँ अघि खेल्न लागेको थियो अनि मैले त्यसै छाडेर फेरि म गाईहरू झाडु पोछाहरू गर्न गएँ अनि यो चाहिँ हेर्नु न खेल्दा खेल्दा सुतिहालेछ म चाहिँ अब यसलाई यस्तै छाडेर जान्छु अब मजाले कति राम्रोसँग सुत्न सक्यो के सानो बच्चा हेलो गाइज वेलकम टु माई न्यू ब्लग सबैलाई मेरो फुल ब्लगमा स्वागत छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि यहाँ सन्चै आरामै छु अनि अहिले चाहिँ मैले बिहान बिहान सबै काम गरेर सकिसकेको छु अनि अहिले भर्खरै मैले हजुरलाई देखाएँ नि मेरो अब कस्तै सुतिरहेको छ भनेर हेर्नु न अहिले पनि अब सुतिरहेको छ कि हेर्नु न मैले चाहिँ अहिले भर्खरै गाईहरू दुइसकेको छु अनि गाई दुहुन त दुहेँ के अरे तर के गर्ने के गाईले दुधै दिएन अब फेरि एकछिन पछि दिउँसोतिर दुन्छु अहिले चाहिँ मैले यहाँ हेर्न सक्नुहुन्छ झाडु पोछा गरेर यो घरमा झाडु पोछा गरेर सकिसकेँ अब अर्को घरमा फेरि झाडु पोछा लगाउने बाँकी छ आज गाईले दुध दियो भनेको यति नै हो कि अब के भन्नु के त्यो गाईलाई पागल हुन्छ म पागल हो गाईले दुध दिएको देखेर अनि अब फेरि दिउँसो पनि अझै एकचोटि बस्छु के अरे लात्ती हान्छ कि फेरि गाई दुध दिनु थालेपछि फेरि पटपट लात्ती हानेर अनि मलाई फेरि डर लाग्छ फेरि अनि म भागिहाल्छु अनि त्यसपछि 2 दिनमा अनि अब फेरि दिउँसोतिर एकचोटि अझै ट्राई गर्नुपर्छ अनि धेरै दिन भइसक्यो थियो मेरो भिडियो नआएको चाहिँ अनि आज चाहिँ हल्का भिडियो बनाइहालौँ अनि बाबु पनि ठिकै थियो सबै ठिकै थियो नि त अनि अलवेज गुड थियो अनि त्यही भएर अनि अहिले चाहिँ म भिडियो बनाउन सुरु गरेको गाइज अहिले चाहिँ मैले खाना बनाउँदैछु र अनि मैले हेर्न सक्नुहुन्छ हल्का फुल्का बेसनको लड्डु पनि बनाएको छु अनि कस्तो बनेको छ भन्नु होला है त मिठो पनि छ हेर्नु न मैले घरमा आफ्नै हातले बनाएको बेसनको लड्डु यसको रेसिपी चाहिएको छ भने मलाई भन्नु होला रेसिपी त के दिन सक्ला र म त्यही पनि कसरी बनाएको मैले भनेर हेर्न चाहनुहुन्छ भने मलाई कमेन्टमा भन्नु होला है मिठो गाइज अहिले चाहिँ मैले हेर्न सक्नुहुन्छ थोड़े मसुरा चुटे थोड़े हेर्न सक्नुहुन्छ कला चुटेर अलग अलग गरेर राखेको छु त्यसमा कलाहरू बताइ केलाई सबै चिज गरेर राखेको छु यहाँ बसेको त मेरो बाबु पुरै झुन्डिन आयो कि म माथि म कहीँ छोडेर जान्न कि मेरो सानो बच्चालाई यस्तै रुनु हो भनेको मुख हेरेर कस्तो गराएको छ खेली खेली मुख बाँदरको चाक जस्तो बनाएको मुख पनि छि 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 कस्तो बनाएको छ मुख पनि अब हातमा धुने सानो बच्चा है हेर्नु मुख हेर्नु साथीहरू यस्तो कस्तो लुच्छ ओ बाबा ओ मम्माको मम्मा छि 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 फोरी 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 मेरो बच्चाखेरि मलाई धेरै माया गर्छ क्या यसरी मेरो सुनुको टुकुरो मलाई कति माया गर्छन् आज बजेले हामीलाई घुम्न जान दिनु भएन घोडाघोडी जमाना भनेको जानै दिनु भएन बोल्न सिकिरहेको छ आजकल बोल्न सिकिरहेको छ हेलो गाइज गर्दु हेलो गाइज गर्दु हेलो गाइज हेलो हेलो हाई गर्दु हाई गर्दु हाई गर्दु हाई गर्दु है हाई गर्दु गर्दु हाई गर्दु हाई गाइज गर्दु थाहा आइता आइता यसको हेलो गाइज भनेको आइता आइता हो हाई हाई गाइज गर्दु आउँदिन मम्मा भन्दैन आउँदिन मम्मा मलाई भन्दैन अब धीरे धीरे सिकाइरहेको छु पछि पछि जानिहाल्छ गाइज अहिले चाहिँ हामी यहाँ खाना खाँदैछ हेर्न सक्नुहुन्छ उता चाहिँ मेरो बाबु मजाले खेल्न लागेको छ पप्पी पनि त्यही बसेको छ र खाना खान्छ हेर्न सक्नुहुन्छ हजुरहरूले त खानापिना पनि खाइसक्नुभयो होला अनि मैले चाहिँ छिट्टै खाना खाएँ आज चाहिँ अनि आज चाहिँ मैले भिडियो धेरै ठुलो बनाएको छैन
यति सानो नै भिडियो बनाएको छु। हजुरलाई मन पर्यो भने प्लिज कमेन्टमा ओके लेख्नु होला है त साथीहरू। सबैजनालाई बाई बाई, गुड नाइट।